नमस्कार, यहाँहरूलाई स्वागत छ किशोर ब्लग्समा। बैतडीको एउटा दुर्गम गाउँदेखि सिंहदरबारसम्म 4 पटकको यात्रा। नेपालको सुदूरपश्चिम प्रदेश बैतडीको कुटकुटे गाउँ विक्रम सम्वत 1997 साल एउटा सामान्य परिवारमा जन्मिएका जो पछि गएर नेपालको राजनीतिका भद्र र साहित्यकार दुवै परिचयले चिनिने छन्। उनी हुन् लोकेनबहादुर चन्द। कानुनमा स्नातक गरेका चन्दको यात्रा गाउँको प्रधान पञ्चबाट सुरु भयो। पञ्चायती व्यवस्थाको कठिन समयमा पनि उनले आफ्नो कूटनीतिक र शालीन स्वभावका कारण दरबार र जनता दुवैको मन जित्दै जानुभयो र यो देशको 4 पटक प्रधानमन्त्री बन्नुभयो। पहिलो पटक 2040 सालमा सूर्यबहादुर थापा विरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि चन्द पहिलो पटक प्रधानमन्त्री बन्नुभयो। चन्दले 2043 सालसम्म नेतृत्व गर्नुभयो, जहाँ पञ्चायती व्यवस्थाभित्रै रहेर सुधारका प्रयासहरू भए। जनआन्दोलन र दोस्रो कार्यकाल समय बदलियो। 2046 सालमा जनआन्दोलन चर्कियो। व्यवस्था ढल्नै लाग्दा राजा वीरेन्द्रले चन्दलाई फेरि प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो। तर आन्दोलनको राग यति ठुलो थियो कि उहाँको यो कार्यकाल भने जम्मा 19 दिनमा सीमित रह्यो। त्यसैगरी उहाँ 2054 सालमा फेरि प्रधानमन्त्री बन्नुभयो। एमालेको समर्थनमा उहाँ फेरि तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो र योचोटि भने 6 महिनामा सरकार ढल्यो। र चौथो कार्यकाल उहाँको सबैभन्दा चुनौतीपूर्ण रह्यो। विक्रम सम्वत 2059 सालमा देश माओवादी द्वन्द्वको चरणबिन्दुमा थियो। राजा ज्ञानेन्द्रले निर्वाचित सरकारलाई बर्खास्त गरेर सत्ता हातमा लिएपछि चन्दलाई फेरि प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो। यो कार्यकाल उहाँको विवादित रह्यो। सडकमा आन्दोलन चर्कियो र अन्ततः 2060 सालमा उहाँले राजीनामा दिनुभयो। अर्को कुरा धेरैलाई थाहा नहुन सक्छ, चन्द एक उच्च कोटिका साहित्यकार पनि हुन्। उहाँको कथा सङ्ग्रह बिर्सिएको सम्झनाले 2054 सालमा नेपालको सबैभन्दा ठुलो साहित्यिक सम्मान मदन पुरस्कार पनि जित्नु भएको थियो। बैतडीको त्यो सानो गाउँबाट निस्किएर यो देशको 4 पटक बागडोर सम्हाल्नु कुनै सानो कुरा होइन। कसैले उनलाई दरबार निकट माने त कसैले एक भद्र साहित्यकार नेता। तर इतिहासले उनलाई सधैँ एउटा यस्तो पात्रको रूपमा सम्झिनेछ जसले सङ्कटको हरेक घडीमा देशको नेतृत्व गर्ने आँट गरे। शक्ति आउँछ जान्छ, तर व्यक्ति र इतिहास सधैँ जीवित रहन्छ। लोकेन्द्रबहादुर चन्दको यो यात्रा तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला र लोकेन्द्रबहादुर चन्दको बारेमा थप अध्ययन गरेर हामी अर्को भिडियो छिट्टै नै यहाँहरूमा ल्याउनेछौँ। त्यतिन्जेलसम्म हेरेर साथ दिनुहोला। हस्, धन्यवाद।